यो यो जाति तपाईँकै जाति हो भनी सम्झाउनुहोस्। अनि उहाँले भन्नुभयो, मेरो उपस्थिति नै तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। तिनले उहाँलाई भने, यदि तपाईँको उपस्थिति मसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। आमेन, हालेलुया। उस दिन हम लोग यहाँ पे निर्गमन 33 का 13 और 14 में इस प्रकार से लिखा है, अब यदि मुझ पर तेरा अनुग्रह की दृष्टि हो तो मुझे अपनी गति समझा दे, जिससे जब मैं तेरे ज्ञान पाऊं तब तेरे अनुग्रह की दृष्टि मुझ पर बनी रहे। फिर इसकी भी शुद्धि कर कि यह जाति तेरी प्रजा है। यहोवा ने कहा, मैं स्वयं चलूंगा और तुझे विश्राम दूंगा। मूसा ने उससे कहा, यदि तू स्वयं ना चले तो हमें यहाँ से आगे ना ले जा। आमेन, आमेन। हामी पनि विश्वासीको जीवनमा यस्तै हुनुपर्छ। यो वचन जब मैले 15लाई जब मैले पढेँ नि, त्यति बेला आज हामीले पनि, आज हमको भी इस प्रकार से हमें कहना है प्रभु से, प्रभु आप चाहेंगे तो मैं जाऊंगा, आप नहीं चाहेंगे तो मैं ना जाऊं। अगर हमारे लिए अच्छा चीज है तो भी परमेश्वर का अगुवाई हमें मांगना जरूरी है। आमेन। आज जब हम यहाँ पे मूसा के जीवन में हम देखते हैं, मूसा 40 लाख इजरायली लोगों को लेके जा रहा था, जहाँ पे दूध और महा बगने वाला देश में लेके जा रहा था। मूसा 40 लाख इजरायली। अभी का दिन में 50 जन को हम लोग, मैं स्कूल में टीचर करता हूँ और मैं स्कूल में जब मैं बच्चों को पढ़ाता हूँ, मैं 60-70 बच्चों को संभालने के लिए बहुत मुश्किल होता है। तो मैं सोचता हूँ कि परमेश्वर मूसा को किस प्रकार का बुद्धि दिया, किस प्रकार का सामर्थ्य और शक्ति दिया कि वो 40 लाख लोगों को लेके जा सका। आमेन। परमेश्वर का दृष्टि में हमें अनुग्रह लेना है। परमेश्वर को निगाहमा नि हामीलाई अनुग्रह लिनुपर्छ। किनकि आज जब हम परमेश्वर का उपस्थिति जब हम घुसते हैं और जब हम उसका उपस्थिति में हम रहना जानते हैं, तो परमेश्वर हमें मैं मूसा के जीवन को थोड़ा सा मैं आप लोगों को बताना चाहता हूँ कि मूसा का जीवन कैसा था। मूसा हकलाने वाला व्यक्ति था, वो स्पष्ट बोल नहीं पाता था और परमेश्वर, लेकिन उसको क्या करना था, फिरौन राजा के पास से जाके इजरायली लोगों को वहां से छुड़ाना था। तो परमेश्वर ने क्या किया कि मूसा अपने आप को बोला, प्रभु मैं तो नहीं सकूंगा वहां पे जाके लाना, लेकिन तब मूसा ने परमेश्वर से क्या कहा, प्रभु आप मेरे साथ चलेंगे तो मैं जाऊंगा, अगर आप मेरे साथ नहीं चलेंगे तो मैं नहीं जाऊंगा। आज हम बहुत चीजों को हम लोग करने के लिए हम लोग जाते हैं। हम लोग का क्या होता है, हम लोग गोल सेट करते हैं, प्लान्स बनाते हैं, हम लोग बहुत चीजों को हम लोग करने के लिए जाते हैं और हम लोग करते भी है। लेकिन क्या होता है उस चीज में परमेश्वर का, हमें वो चीजों को करना है जहाँ पे हम लोग को प्लान्स भी बनाना है, वो प्लान्स को परमेश्वर का उपस्थिति में करना है। आमेन। हम योजनाओं को बनाते हैं, हामी धेरै प्लान्सहरू हामी बनाएर हामी हिँड्छौँ, धेरै प्लान्स हामी बनाउँछौँ। किनकि हामी मानिस जाति हो, घर कसरी बनाउने, यसरी भनेर हाम्रो के हुन्छ, हामी मानिस जाति हामी सोच्छौँ कसरी गर्नुपर्ने, के गर्नुपर्ने हो भनेर। तर हामीले प्लान्स बनाउनु पर्छ, तर त्यो प्लान्समा चाहिँ हामीले परमेश्वरको उपस्थितिलाई, परमेश्वरको प्रेजेन्सलाई चाहिँ हामीले इन्भल्भ गर्नुपर्छ। हालेलुया। म तपाईँहरूलाई भन्न चाहन्छु, मैले बाइबलमा हामी हेर्छौँ, जब हाम्रो प्लान्स, जब बाइबलमा उनीहरूले मानिसहरूको आफ्नो प्लान्सले जब उनीहरूले बनायो, उनीहरूले बेबिलोनलाई खडा गर्यो। तर जब परमेश्वरको उपस्थितिले उनीहरूले काम गर्यो नि, त्यति बेला जेरुसलेम खडा भएको छ। हालेलुया। तपाईँहरू बाइबलमा जेरुसलेम र बेबिलोन कसरी खडा भयो र बेबिलोन देश कस्तो थियो, त्यो तपाईँहरूले जब तपाईँहरू पढ्नुहुन्छ नि, उसके अंदर लिखा है कि बेबीलोन में किस प्रकार का चीज चलता था। जब परमेश्वर का उपस्थिति में जब हम लोग कुछ चीज करते हैं तो उस चीज में क्या होता है, भलाई पैदा होता है। आमेन। आउनुहोस्, म आज यो कुरामा
हामीलाई थाहा छ है हामी परमेश्वरको उपस्थितिमा हामी सबै कुरा हामी परमेश्वरको उपस्थितिमा नै हामीले गर्नुपर्छ भनेर। र आउनुहोस् म आज चाहिँ तपाईँहरूलाई म भन्न चाहन्छु कि हामी परमेश्वरको उपस्थितिलाई चाहिँ कसरी हामी परमेश्वरको उपस्थितिमा हामी पस्छौँ, के कुराहरू हामीलाई चाहिन्छ, के कुराहरूमा हामी कुन कुराहरू हामी लिएर हामी जानु सक्छौँ र हामी परमेश्वरको उपस्थितिभित्र हामी पस्न हामी सक्छौँ। आउनुहोस् हामी परमेश्वरको वचनलाई हामी खोल्नेछौँ। हामी भजन सङ्ग्रह 119 को 2 लाई हामी खोल्नेछौँ। म विश्वास गर्छु है अस्ति हामीले बुधबारको दिनमा परमेश्वरको उपस्थितिको बारेमा कति महत्त्वपूर्ण छ र हामीलाई परमेश्वरको उपस्थिति कति खाँचो छ भन्ने कुराहरू हामीले थाहा गरिरहेको थियौँ, हामीले सुनिरहेको थियौँ। र आज म तपाईँहरूलाई भन्न चाहन्छु कि हामी परमेश्वरको उपस्थितिमा चाहिँ कसरी पस्न सक्छौँ, के कुराहरूको रिक्वायरमेन्ट छ, के कुराहरू खाँचो छ। हजुर 119 को 2। तिनीहरू धन्यका हुन् जसले उहाँका साक्षी वचन पालन गर्दछन्, जसले उहाँलाई पुरा हृदयले खोज्दछन्। आमेन, हालेलुया। यहाँ म तपाईँहरूलाई मैं हिंदी में ये बात मैं पढ़ना चाहता हूँ। क्योंकि क्या ही धन्य है वे जो उसकी चितौनियों को मानते हैं और पूर्ण मन से उसके पास आते हैं। आमेन, आमेन। यहाँ पे धन्य है जो व्यक्ति जो लोग जो परमेश्वर के वचन को मानते हैं। और दूसरा चीज क्या है, धन्य है वो जिसका पूरा मन से उसके पास आते हैं। तो हमें परमेश्वर को उपस्थिति में किस प्रकार जाना है कि हमें परमेश्वर को उपस्थिति में पूरा हृदय लेके जाना है। कैसे लेके जाना है? पूरा हृदय। आउनुहोस् हामी सबैजना हामी पूर्ण हृदय लिएर हामी परमेश्वरको उपस्थितिमा जानुपर्छ। हामीलाई आदि खोल्छ होइन। हामी कसरी यस्तो हुन्छ हाम्रो मनहरू हामी के गरिरहेको हुन्छौँ, हामी परमेश्वरको उपस्थितिभित्र हामी जान्छौँ तर हाम्रो आदि मन कहाँ हुन्छ? आदि मन हाम्रो कसैको घरमा हुन्छ, आदि मन कसैको आफ्नो मित्रसँग हुन्छ, आदि मन आफ्नो कामसँग हुन्छ, आदि मन आफ्नो व्यवसायसँग हुन्छ। ठिकै छ, तपाईँहरूको आफ्नो काम गरिहाल्नुहोस् र जब तपाईँ परमेश्वरको उपस्थितिभित्र जानुहुन्छ नि त्यति बेला चाहिँ त्यो समयलाई चाहिँ सेपरेट गर्नुहोस्। किनकि बाइबलले हामीलाई सिकाउँदछ कि हामी परमेश्वरको जब नजदिक हामी जान्छौँ भने चाहिँ हामीले पुरा मन लिएर जानुपर्छ। हालेलुया, हालेलुया। किन आज परमेश्वरको चर्चमा उपस्थिति, म अस्ति पनि तपाईँलाई भन्दै थिएँ, सबैलाई उपस्थिति छुँदैन, खाँचो छैन सबैलाई। प्रभुले सबैलाई, मैले पनि बाइबल जब पढ्दाखेरि हेर्दै थिएँ कि बाइबलमा जब मैले पढ्दाखेरि हेर्दै थिएँ जब परमेश्वरले चङ्गाई गर्नको निम्ति जब कोडीहरूलाई परमेश्वरले अगाडि गर्यो सबैजना चङ्गाई भएर गएन। किन? नमन कोडीको बारेमा हामीले जब पढ्दाखेरि किन सबैजना चङ्गा भएर गएन? सबैजना त्यही लेभलको त्यही पूर्ण विश्वासले आएको हुँदैन। त्यही कारणले बाइबलमा पनि जब हामी हेर्छौँ भने चाहिँ परमेश्वरले चाहिँ सारा हृदयले सारा मनले हामी परमेश्वरको आराधना गर्नुपर्छ। हामी जब मण्डलीमा हामी आउँछौँ भने तपाईँहरूको सारा कुराहरूलाई बाहिर राख्नुहोस् र जबसम्म तपाईँले त्यो सारा कुरालाई तपाईँहरूले बाहिर राख्नु हुँदैन र परमेश्वरले सारा मन दिनुहोस्, परमेश्वरको उपस्थिति तपाईँको भित्र आउँदैन। किन आज परमेश्वरले 40 लाख मान्छेलाई छोडेर परमेश्वरले मोसालाई मात्रै किन परमेश्वरको उपस्थिति दिन्छ? उसले सारा कुरालाई वास्तै छैन, उसलाई 40 लाख इजरायलीहरू त्यहाँ लडेर लडाइँ गरिरहेको छ, उसलाई त्यो वास्ता छैन। प्रभुले पो पठायो त मोसालाई जाऊ भनेर, जब व्यवस्था दिएर पठाएको मोसालाई वास्ता थिएन। किनकि उसलाई के वास्ता थियो भन्दाखेरि उसलाई चाहिँ परमेश्वरको उपस्थितिको वास्ता थियो, मजा आइरहेको थियो। किनकि उसले सारा मनलाई
सारा कुरालाई मोसा एउटा विवाहित थियो, उसको आफ्नो श्रीमती थियो, उसको आफ्नो नानीहरू पनि थियो। तर जब ऊ परमेश्वर उसले आफ्नो समय आफ्नो परिवारसँग बिताउने समय ऊ परिवारसँग बिताउँथ्यो र जब उसले परमेश्वरको उपस्थितिमा जानु पर्दाखेरि उसले सबै कुरालाई साइडमा राखेर परमेश्वरको उपस्थितिभित्र जान्थ्यो। हालेलुया। हाम्रो जीवनमा कतिचोटि कुराहरू हाम्रो जीवनमा बदलेको हामी देख्दैनौँ, किनकि हामीले परमेश्वरलाई पार्ट टाइम सेवा गरिरहेको हुन्छौँ। आमेन। किनकि हामीले परमेश्वरलाई पार्ट टाइम सेवा गरिरहेको हुन्छौँ। ठिकै छ, तपाईँहरू आफ्नो अहिलेको दिनहरूमा यही कुराको कमी छ। प्रभुले चाहेको चाहिँ सारा हृदय हो, होल हार्टेडली हामी परमेश्वरलाई आराधना गर्नुपर्छ। हामीलाई यता हेर्नु होइन, उता हेर्नु होइन, उसले के गर्दैछ, उसले के गरेछ, घरमा के चल्दैछ। कतिचोटि म तपाईँहरूलाई अझै एउटा कुराहरूमा उत्साह पनि गर्न चाहन्छु। तपाईँहरू जब परमेश्वरको उपस्थितिमा फोन स्विच अफ गर्नुहोस्, त्यो पनि एउटा डिस्ट्र्याक्सन हो। राति तपाईँ पस्नुहुन्छ नि, म कतिचोटि अस्तिसम्म म राति फोन साइलेन्टमा राखेर बस्ने गर्थेँ, स्विच अफ त गर्थेँ। के इम्पोर्टेन्ट राति हुने इम्पोर्टेन्ट कल्सहरू आइदियो भने एक दिन त्यस्तै भयो पनि घटना। घरको छेउमा एउटा यस्तो घटना भयो, राति कोही आएको थियो अन्त उनीहरूले फोन गर्दाखेरि भाइले त फोनै उठाएन भन्ने, किनकि म साइलेन्टमा राखेर सुत्छु। किनकि राति कति बेला हुन्छ थाहा हुँदैन, प्रार्थना गरेर समय कहिले कहिले थाकेको छैन, कहिले उयो छ भने म प्रार्थना गरेर सुतिरहेको हुन्छु या यस्तो मलाई डिस्टर्ब मलाई राति मन पऱ्यो। तर त्यो दिन स्विच अफ फोन साइलेन्टमा राखेको कारण अलिकति त्यो भयो। त्यहाँदेखि चाहिँ म अहिले चाहिँ राख्दिनँ राति। तर जब तपाईँ चाहिँ एउटा समयलाई चाहिँ परमेश्वरमा सेपरेट गर्नुहोस्, त्यो समय चाहिँ तपाईँहरू उस समय को आप क्या कीजिए बोलने से आप उस समय को सिर्फ परमेश्वर के लिए दीजिए। क्योंकि दिन में हम लोग हर चीज़ का 10% हम लोग देते हैं। हम लोग घर का पहला फल भी हम परमेश्वर को देते हैं, हम अपना कमाई से भी हम परमेश्वर को देते हैं। लेकिन मैं आप लोगों को बोलना चाहती हूँ, परमेश्वर को समय का भी 10% दीजिए। आमेन। आमेन। क्योंकि ये चीज़ आज हम परमेश्वर को उपस्थिति में हम जा रहे हैं, क्योंकि जब हम परमेश्वर को उपस्थिति में हम जाते हैं तो हमारे जीवन से बहुत सारे चीज़ों को हम लोग देखने हैं। तपाईँको जीवनमा धेरै समस्याहरू होला, तपाईँको जीवनमा धेरै कुराहरू नभएको होला। कतिचोटि त तपाईँहरूले धेरै मेहनत गर्नुहुँदैछ, बिमारीहरूको लागि तपाईँहरू परमेश्वरको उपस्थितिभित्र पस्नुहोस् न, आफ्नो सारा हृदयलाई दिनुहोस् न, परमेश्वरलाई आफ्नो सारा समयलाई परमेश्वरमा दिएर हेर्नुहोस् न। परमेश्वर तपाईँहरूलाई कसरी तपाईँहरूले निको पार्नुहुँदैन। परमेश्वरलाई हामीले नि परमेश्वरलाई हामीले नि आधी समय हामीले परमेश्वरको दिने समयलाई पनि हामीले कसरी हामी काटिरहेको कारणले चाहिँ हामी परमेश्वरको उपस्थितिभित्र हामी पस्न पाउँदैनौँ। हामी परमेश्वरको त्यो शक्तिलाई र परमेश्वरको त्यो अनुग्रहलाई हामीले महसुस गर्न पाइरहेको हुँदैनौँ। आउनुहोस् हामी अर्को एउटा वचनलाई हामी हेर्नेछौँ। तपाईँहरू बुझ्नु हुँदैछ? हजुर। म तपाईँहरूलाई अलिक मिक्स गरेर म बोल्दैछु। अर्को एउटा कुरा के छ भन्दाखेरि हामी परमेश्वरलाई मैले अहिले नै भन्दै थिएँ, परमेश्वरलाई अर्को कुरा हो टाइम। हामी परमेश्वरलाई जब हामीले दियौँ, हामीले परमेश्वरलाई सारा हृदयले हामी परमेश्वरको उपस्थितिमा बस्नुपर्छ। नेक्स्ट कुरा हाम्रो समय। जब हामी परमेश्वरलाई हामी समय दिन्छौँ भने चाहिँ यस्तो समयहरू तपाईँहरूले दिनुहोस्। यो पनि मैले सिकेको हो कि तपाईँहरूले यस्तो समय दिनुहोस् जुन समयमा चाहिँ कोही पनि तपाईँको घरमा आउँदैन, त्यो समयमा चाहिँ कोही पनि तपाईँहरूले डिस्टर्ब गर्नु सक्दैन। त्यो समयहरूलाई परमेश्वरको लागि तपाईँहरू छुट्याउनुहोस्। त्यो समय परमेश्वरलाई दिनुहोस्। किनकि मैले तपाईँहरूलाई अस्ति पनि तपाईँहरूलाई भन्दै थिएँ कि आज तपाईँहरूले चाहनुहुन्छ कि आज तपाईँहरू जुन स्थितिबाट चाहिँ तपाईँहरू माथि पुग्नु चाहनुहुन्छ। मैले अस्ति पनि तपाईँहरूलाई बुधबारको दिन पनि मैले तपाईँहरूलाई भन्दै थिएँ कि आज दाउदको जीवनमा उसको रिलेसनमा उसको केही त्यस्तो थिएन। दाउदको जीवनमा के थियो, ऊ परमेश्वरसँग उसको
कतिजना भाइहरू थियो 9जना हामी पाउँछु 9जना कि 10जना कन्फ्युज हुँदैछु म तपाईँहरूको 9जना दाऊद का 9 भाई था फिर भी सबसे छोटा सबसे बकरी चलाने वाला दाऊद क्यों परमेश्वर ने आज उसे उस बकरी चलाने वाला एक दाऊद था हम लोग बाइबल में हम लोग देखते हैं वहां से परमेश्वर ने उसे राजा बनाया क्यों क्योंकि वो परमेश्वर का उपस्थिति में रहना सीखा था और दूसरा एक व्यक्ति हम लोग देखते हैं हम लोग जोसेफ के जीवन में भी देखते हैं परमेश्वर में आज्ञाकारी होके वो जो चला हम लोग बाइबल में हम लोग देखते हैं हम लोग दानियल के जीवन में भी देखते हैं दानियल के जीवन में क्या था दानियल 3 टाइम प्रार्थना करता वो यहूदी लोगों का एक नियम है कि वो लोग को प्रार्थना करना है तो आज जिस प्रकार से दानियल एक प्रार्थना करने वाला वो 3 टाइम जब वो प्रार्थना कर रहा था आज इसी कारण से वो परमेश्वर का घर में आज उसे एक राजा के दरबार में वो जस्ट अभी का समय में एज अ सेक्रेटरी एज अ होम सेक्रेटरी आज वो काम कर रहा था दानियल तो आज अगर हमें अपना परिस्थितियों का आज हम बदलने के लिए हम चाहते हैं हम लोग देखना चाहते हैं कि हमारा परिस्थिति बदले तो मैं आप लोगों को बताना चाहता हूँ कि आप परमेश्वर की उपस्थिति में जाइए आमीन आमीन आज परमेश्वर में असंभव कुछ भी नहीं है हम लोग जानते हैं ना हम लोग बाइबल को हम लोग पढ़े हैं हम लोग बारंबार फिलिपी के पुस्तक में हम लोग देखे हैं कि परमेश्वर में असंभव कुछ भी नहीं है हम लोग कुछ भी कर सकते हैं जब परमेश्वर 2 समुद्र को 2 भाग कर सकने वाला परमेश्वर है जब लाजरुस को 4 दिन के बाद में जिलाने वाला परमेश्वर है तो परमेश्वर कुछ भी कर सकता है आमीन हमारे बीच में एक गवाही भी है हम लोग के चर्च में कि आज एरिक लाया था ब्लड कैंसर को इलाज नहीं रहता है ब्लड कैंसर में क्या होता है हर महीना ब्लड देना पड़ता है बच्चा का सूख जाता है तो आज ब्लड कैंसर मैंने देखा है एक बच्चा को मरते हुए भी मैं देखा हूँ और एक बच्चा जिंदा भी है ये किससे है परमेश्वर का उपस्थिति है परमेश्वर का सामर्थ्य है परमेश्वर में नामुमकिन कुछ नहीं है क्योंकि जब हम परमेश्वर में हम लोग रहते हैं तो परमेश्वर हमारे जीवन से तब आश्चर्य काम होते रहता है क्यों हमारे जीवन में समस्या क्यों आता है क्यों हम बोझ से हमेशा लदे हुए रहते हैं क्योंकि हम परमेश्वर में विश्राम नहीं करना जानते हैं हम परमेश्वर में विश्राम करना परमेश्वर की उपस्थिति में रहना नहीं जानते हैं लेकिन जब हम परमेश्वर की उपस्थिति में रहना सीखेंगे उस दिन हमारा हर कर्ज हर समस्या हर परिस्थिति कुछ भी नहीं लगेगा हालेलुया हालेलुया हम लोग बाइबल में हम लोग बहुत सारे ऐसे लोगों को हम लोग देखते हैं जो परमेश्वर की उपस्थिति में रहना सीखे थे जैसे कि हम लोग देखते हैं हम लोग पौल और सिलास जब वो लोग जेल के अंदर थे वो लोग आराधना कर रहे थे वो लोग को बांधा वो लोग को चेन त्यो सिक्रीले बाँधिरहेको थियो खुट्टा हातहरू तर उनीहरूले आनन्द उनीहरूले मनाइरहेको किनकि उनीहरूको जीवनमा परमेश्वरको उपस्थिति उनीहरूले परमेश्वरको उपस्थितिभित्र पस्न जानेको थियो र जब हामी पनि मैले अस्ति पनि तपाईँलाई म पनि धेरै टेन्सनमा जब थिएँ र जुन दिन मैले त्यो दिन जब म सेवामा गएँ आराधनामा बसेँ म स्वतन्त्र भएँ मेरो त्यो बोझ हुनु त छ महिनाको लास्टमा बहुत कुराहरू तिर्नुपर्छ तर जब परमेश्वरको उपस्थितिभित्र बस्ने प्रभुले म्यानेज गर्नुहुन्छ प्रभुले बाटोहरू बनाउनुहुन्छ प्रभुले कसरी गर्नुपर्ने त्यो कुराको बुद्धि र ज्ञान परमेश्वर दिनुहुन्छ र तर जब हामी परमेश्वरको उपस्थितिभित्र बस्छौँ भने सारा मन लिएर आदि मन लिएर जब हामी परमेश्वरको उपस्थितिभित्र हामी बस्दैनौँ भने आदि मन लिएर जान्छौँ भने कहाँ हुन्छ तपाईँहरू केही कुरा किन्नु जानुहोस् आज फोन किन्नु जानुहोस् आज त इएमआई सिस्टम छ हो पहिला त क्यासमा किन्नु जानु भयो भने जब फोन किन्नु जानुहोस् 10,000 रुपियाँको फोन हो 5,000 रुपियाँको मात्रै फोन छ भने दिन मान्छे किन्नु सक्छ हामी सक्दैनौँ त हामीले जतिको फोन छ त्यतिको हामी दाम तिरेर किन्नुपर्छ र जब हामी परमेश्वरको उपस्थितिमा पनि हान्छौँ भने हामी सारा कुराहरूलाई म जब तपाईँहरू मण्डलीमा आइतबार आउनुहुन्छ या तपाईँहरूले घरमा पनि तपाईँहरू प्रार्थना गर्नुहुन्छ र तपाईँ जब मण्डलीमा पनि तपाईँ प्रार्थना तपाईँ आराधनामा आउनुहुन्छ भने चाहिँ सारा मन लिएर आउनु सबै कुराहरू छोडिदिनुहोस् एकछिनको लागि किनकि तपाईँहरू विश्वास गर्नुहुन्छ भने
तपाईँहरू विश्वास गर्नुहुन्छ परमेश्वर तपाईँको रक्षा हुँदैछ भने चाहिँ तपाईँहरू सारा कुराहरूलाई छोडेर परमेश्वरको उपस्थितिभित्र जब 1 घन्टा आधी घन्टा तपाईँहरू आउनुहुन्छ, आधी घन्टा चाहिँ डेली परमेश्वरलाई एकदम कसैसँग नदिनुहोस्, न आफ्नो परिवार न आफ्नो, आधी घन्टा दिनको 24 घन्टामा चाहिँ आधी घन्टा भए पनि परमेश्वरसँग चाहिँ एक्लै तपाईँहरू बसेर परमेश्वरसँग प्रार्थना गर्नुहोस्। यति चाहिँ हाम्रो जीवनमा कनेक्सन चाहिन्छ। किन भन्दाखेरि आउनुहोस् म तपाईँहरूलाई फेभरेट, तपाईँहरूलाई धेरै थाहा छ, तपाईँहरूले धेरै प्रार्थना गर्नुहुन्छ यो वचनको लागि, मलाई थाहा, तपाईँहरू धेरै क्लेम गरेर तपाईँहरू प्रार्थना गर्नुहुन्छ। आउनुहोस् हामी भजन सङ्ग्रह 91 को 1 लाई हेर्नुहोस्। 91 को 1 मा के लेखेको छ, आउनुहोस् हामी हेर्नुहोस्। र मलाई परमेश्वरको उपस्थिति चाहिँ किनकि मलाई एकदम धेरै भेरी इम्पोर्टेन्ट लाग्छ यो। किनकि जब मण्डलीले परमेश्वरको उपस्थितिभित्र बस्नु चाल्छ नि बुद्धिको कुराहरू बग्छ मण्डली। 91 को 1 लाई मात्रै पढ्नुहोस्। जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ त्यो सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। आमेन, हालेलुया। एकपल्ट फेरि पढिदिनुहोस् न। जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ त्यो सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। आमेन, हालेलुया। यहाँ म हिंदी में जो परम प्रधान के छाए हुए स्थान में बैठा रहे वो सर्वशक्तिमान की छाया में ठिकाना पाएगा। आमेन। यहाँ पनि बाइबलले यसरी भन्दछ, जो चाहिँ परमेश्वरको गुप्त स्थानमा जब कोही बस्छ भने चाहिँ परमेश्वरको हात र छाया चाहिँ उनीहरूको जीवनमा हुन्छ। र जब परमेश्वरको हात र तपाईँको छाया तपाईँको जीवनमा छ भने के हुन्छ? के कुराको अभाव हुन्छ, के कुराको समस्या हामीलाई मागिरहनु पर्छ? जब यो कुरा तपाईँहरूलाई, यो इक्जाम्पल त म तपाईँहरूले धेरैपल्ट परमेश्वर नै तपाईँको, अब मेरो बाउ नै हो परमेश्वर, त मेरो बाउ परमेश्वर हुन्छ। मलाई के कुरा खाँचो हुन्छ, के कुरा खाँचो हुँदैन। किनकि मेरो घरको मेरो सम्पत्ति तपाईँहरूलाई उदाहरणमा म भन्न चाहन्छु, मेरो घरको सामान मेरो छोरीले चलाउनु पाउँछ पाउँदैन? पाउँछ होइन, अधिकार छ नि त। किनकि मेरो छोरी हो नि त। मेरो बाबाको घरमा म बस्नु सक्छु नि त, किनकि मेरो बाउको घर हो त्यो। किन सक्दिनँ म? त्यो मेरो बाउको घर हो, म बस्नु सक्छु, त्यो मेरो अधिकार छ त्यहाँ। त्यसरी नै जब परमेश्वरको तपाईँहरू गुप्त स्थानमा जब परमेश्वरको उपस्थितिभित्र तपाईँ बस्नुहुन्छ भने चाहिँ तपाईँलाई परमेश्वरको छाया, तपाईँको स्वर्गदूत, र मजाको कुरा तपाईँहरूलाई भन्छु ल म, मजाको कुरा, स्वर्गदूत सबैसँग हुँदैन है, यो चाहिँ म भन्छु। सबैसँग स्वर्गदूत हुँदैन, सबैसँग स्वर्गदूत भएको एक्सिडेन्टमा मान्छे मर्दैन। परमेश्वर स्वर्गदूत नि जो कोसँग हुन्छ, जो परमेश्वरको उपस्थितिमा बस्छ नि उनीहरूसँग मात्रै हुन्छ स्वर्गदूत। किनकि स्वर्गदूत कसको हो? परमेश्वरको पछि स्वर्गदूत हुन्छ, हाम्रो पछि हुँदैन है। हामी परमेश्वरको उपस्थितिमा बस्छौँ नि, त्यही कारणले स्वर्गदूत पनि हाम्रो सुरक्षा हाम्रो पाइरहेको हुन्छ। यो भजन सङ्ग्रह 1 लाई तपाईँले बुझ्नुभयो भने नि तपाईँको भजन सङ्ग्रह 2 देखि चाहिँ 16 बच्चे तपाईँको लागि नै हो सुरक्षा। 10,000 1 लाख आओस् छुनु सक्दैन। किनकि तपाईँ कसको छायामा बस्नुहुन्छ, कसको भित्री कोठामा तपाईँ बस्नुहुन्छ, कसको उपस्थितिमा हुनुहुन्छ? तपाईँ परमेश्वरको। हाम्रो जीवनमा किन हामीले कसरी हाम्रो जीवनमा हामी वञ्चित हुन्छौँ? किनकि हामी परमेश्वरको उपस्थितिमा हामी छैनौँ। र जब हामी परमेश्वरको उपस्थितिमा हामी हुँदैनौँ भने नि हाम्रो जीवनमा हामीले त्यो कुराहरूलाई हामी हेर्न सक्छौँ। म तपाईँहरूलाई डराउनु खोजेको होइन, यो कुरा तपाईँहरूलाई म फ्याक्ट कुराहरू तपाईँलाई बताएको। स्वर्गदूत आज परमेश्वरले यहाँ भन्नुभएको छ, यहाँ यो तलपट्टि चाहिँ यो तल तपाईँहरूलाई सबैले धेरैचोटि पढ्नु भएको होला। जब मेरो छोरीलाई जब हस्पिटलमा राखेको थियो, मैले यो वचन त कतिपल्ट पढेँ, मलाई बहुत सामर्थ दिन्छ, एकदम शक्ति दिन्छ मलाई यो 91 ले। कतिपल्ट मैले त्यो वचनलाई कितना बार मैं जब वो सीजर के लिए लेके गया था मेरा पत्नी को अंदर, तब मैं कितना बार मैं ये वचन को पढ़ा, इतना बार मैं क्लेम किया ये वचन को, और मुझे इतना सामर्थ और शक्ति मिला
क्योंकि हम परमेश्वर को उपस्थिति में जब हम रहते हैं, जब परमेश्वर की उपस्थिति हम जब बैठते हैं, तब हमें सारा चीज का एक्सेस मिलता है। हमें हर चीज को अधिकार से हम मांग सकते हैं। जिस प्रकार परमेश्वर ने संसार को जब बनाया ना, परमेश्वर ने आदम और हवा को क्या दिया था? इस सारा सृष्टि को ऊपर अधिकार दिया था। बस वो अधिकार को शैतान ने लिया। किस प्रकार से लिया? पाप के द्वारा। हमें गलत रास्ते में लेके आज हमें भी परमेश्वर को उपस्थिति से कोई भी अलग नहीं कर सकता है, कोई भी चीज अलग नहीं कर सकता है। लेकिन क्या कर सकता है? पाप कर सकता है। क्योंकि हम जब गलती करते हैं, जब हम पाप करते हैं, हम परमेश्वर को उपस्थिति से वंचित होते हैं। इसीलिए हमें हर दिन हर समय हम जो भी करें, हम परमेश्वर को उपस्थिति को लेके चले। हम घर में हम परमेश्वर को अलग से एक टाइम दें, क्योंकि परमेश्वर को उपस्थिति, देखिए परमेश्वर को ना फ्री का चीज पसंद नहीं है। परमेश्वर को ना फ्री का चीज पसंद नहीं है। और मैं आप लोगों को धन्यवाद देना चाहता हूँ, और आप लोग धन्य के हैं कि आप लोग आज गाड़ी भाड़ा दे के आए हैं। आमेन। आप लोग परमेश्वर को फ्री का चीज पसंद नहीं है। एभ्री टाइम तपाईँहरूले जब पनि जहाँ पनि सेवा जानुहुन्छ दिनुहोस्। वरदान त्यहाँ नि पुगेको छैन भने तपाईँहरूले डबल दिनुपर्छ, दिनुहोस्। के हुँदैन? किनकि परमेश्वर तपाईँलाई त्यसको इनाम दिनुहुन्छ। किन भन्दाखेरि परमेश्वरले फ्रीको कुरा मन पर्दैन। किनकि परमेश्वर जब येशू ख्रीष्टले जब उद्धारलाई दिनुभयो नि, त्यति बेला उसले दाम तिर्यो। क्रुसमा आफ्नो प्राण दिएर आज कसैको प्राणले आज तपाईँको निम्ति उद्धारको बाटो खोलेको छ। र आज पनि जब हामी परमेश्वरको उपस्थितिमा जब हामी आउँछौँ भने चाहिँ मैले भने तपाईँको समयको 10वां दिन, त्यो समय आजकल सबैकोमा के छैन? समय छैन। के छैन? समय छैन। कसैकोमा समय छैन। अहिले समय माग्नुहोस् त, आज मलाई दिनुहोस् त 2 घन्टा 3 घन्टा। समय छैन मान्छेकोमा। आज त्यही कुरा परमेश्वरले माग्नु भएको छ मण्डली। आज हामीसँग हामी परमेश्वरलाई समय, त्यो समय चाहिँ यस्तै दिनुहोस् कि यस्तो होइन कि एकदम काम गर्ने बेलामा काम गर्नुहोस्, तपाईँहरूको आफ्नो व्यक्तिगत समय बिताउने बेलामा बिताउनुहोस्। तर म तपाईँहरूलाई भन्छु, परमेश्वरलाई पनि आधी घन्टा जब दिनुहुन्छ भने चाहिँ घरको मान्छेलाई पनि भनिदिनुहोस्, प्लिज डिस्टर्ब नगरिदिनुहोस्। आधी घन्टा मात्रै म प्रार्थना गर्छु। त्यो पनि यस्तो टाइममा गर्नुहोस् जसलाई कि कोही पनि तपाईँको घरमा नआउने टाइममा। एक त राति हुनसक्छ, एक त बिहानै चाँडै। त्यही कारणले सायद प्रभु पनि रातभरि प्रार्थना गर्नुभयो होला। प्रभुले दिउँसो प्रार्थना गर्नुभएको सुन्नुभएको छ। सानो एकदम छोटो प्रार्थना गर्नुहुन्थ्यो। त्यही यीशुको नाम उठ, आफ्नो म्याटलाई उठाएर हिँड, त्यो प्रार्थना। यीशु लाजरस बाहिर आइदियो, त्यो प्रार्थना। अधिकार कति बेला चल्छ? जब हामी रातभरि सामर्थ परमेश्वरको उपस्थितिमा हामी जब बिताउँछ भने बिहान अधिकार चल्छ। कसैले एउटा कम्पनी बनाएको छ भने उसले मेहनत कति साल गरेर त्यहाँदेखि उसले अधिकार ल्याउन सक्छ। त्यसै अधिकार पाइँदैन। राजाको छोरा पनि होस् न, जबसम्म उसको लायक हुँदैन नि राजा बस्ने, तबसम्म उसको अधिकार चल्दैन। योग्य हामी हुनुपर्छ। यो दिनहरूमा हामीलाई यही कुराहरू खाँचो छ। टाइम परमेश्वरलाई हामी दिनु, पुरा हृदय कुराहरू। हृदय त मैले भने तपाईँहरूलाई, तपाईँले यशायाको पुस्तकमा त हाम्रो हृदयमा नि यति डरलाग्दो के छ? रोगहरू छ हृदयमा। झट्टै यता, झट्टै उता, झट्टै यता, यस्तो छ हाम्रो हृदयको रोगहरू छ। असङ्ख्य रोगहरू हाम्रो हृदयमा बसेको छ। तर यही हृदयहरू परमेश्वरलाई आज हामीले जब फुल टाइम हामी परमेश्वरलाई आधी घन्टा, म तपाईँलाई भन्छु, तपाईँले बेसी नराख्नुहोस्। आधी घन्टा एकदम सबै सुतिरहेको बेलामा आधी घन्टा तपाईँहरू परमेश्वरलाई टाइम दिनुहोस्। एक्लै बसेर प्रार्थनामा परमेश्वरको उपस्थिति लिएर बस्नु थाल्नुहोस्। प्रभुले तपाईँलाई यस्तो डरलाग्दो बुद्धि र ज्ञानहरू खोल्नुहुन्छ नि। नोहा एउटा अनपढ मान्छे आज जहाज बनाएर, टाइटानिक त डुब्यो। म तपाईँलाई भनेको थिएँ नि एकपल्ट, टाइटानिक त कति इन्जिनियरले कति पढेर, कति नापेर, कति राम्रो मेटेरियल हालेर बनाएको टाइटानिक डुब्यो। आज किन त्यो नोहाको जहाज डुबेन? काठले बनाएको सबै संसार डुब्यो, नोहाको जहाज डुबेन। त्यो नलेज र त्यो विजडमलाई तपाईँहरूले
त्यो बुद्धि र ज्ञानको कुरा तपाईँले लिनु चाहनुहुन्छ भने नि परमेश्वरको उपस्थितिमा टाइम दिनुहोस्। तपाईँहरू स्टुडेन्ट्सहरू पनि छ यहाँ, तपाईँहरू प्लिज लर्न, तपाईँहरू पनि प्रार्थनामा जिउनु सिक्नुहोस् प्रभुको उपस्थितिमा आधी घन्टा 15 मिनट पनि एभ्री डे। किनकि कहीँ पनि हामीले धेरै जग्गा हामी बुद्धि क्या ज्ञान, तर परमेश्वरको उपस्थिति भन्दा नि दामी ठाउँ नि कहीँ छ। दाउदले मैले तपाईँहरूलाई अस्ति पनि तपाईँहरूलाई मैले वचन मैले सिकाएँ कि दाउदलाई चाहिँ अरू जग्गा भन्दा पनि बेस्ट कहाँ मन पर्थ्यो अरे? परमेश्वरको घरमा। आज हामीलाई पनि हाम्रो चाहनाहरू पनि त्यस्तै हुनुपर्छ, परमेश्वरको उपस्थितिमा होल हार्टेडली एकदम पूर्ण हृदयले हामी परमेश्वरलाई हामी आधी घन्टा या 1 घन्टा पनि हामी दिने कोसिस गरौँ। खासमा त 10 वंश प्रभु समयको 10 वंश भन्दा दिनको 24 घन्टामा त 2 घन्टा 40 मिनट हुन्छ। हामी आइतबारको हप्ताभरि त हामी प्रार्थनामा हामी हुँदैनौँ र हामी परमेश्वरको आइतबारको दिन पनि तपाईँ जब परमेश्वरको उपस्थितिमा तपाईँ आउनुहुन्छ भने आउनुहोस्, एकदम टाइममा आउनुहोस्, प्रभुलाई एकदम करेक्टली दिनुहोस् टाइमहरू। प्रभुलाई जब तपाईँहरू परमेश्वरसँग इमान्दार हुनु थाल्नुहुन्छ नि, तपाईँहरू परमेश्वरमा जब इमान्दार हुन थाल्नुहुन्छ भने परमेश्वरले अचम्मको कामहरू तपाईँको जीवनबाट गर्न सक्नुहुन्छ। किनकि कसरी के कुराहरू हटेर जान्छ, मिलेर जान्छ, थाहै पनि पाउँदैन, केही थाहा पाउँदैन। त्यो सबै कुराहरू मिल्दै परमेश्वरले लानुहुन्छ। तर जब हामी परमेश्वरलाई त्यो पुरा मनले त हामी दिइरहेको हुँदैनौँ, प्रभुलाई हामी त्यसरी आराधना गरिरहेको हुँदैन, अनि त्यहाँदेखि हामी प्रभुलाई गर्दैन। कहाँ गर्छ त अन्त? कसरी गर्छ? हामी कसैलाई त पैसा दिएन भने उनीहरू त काम गर्दैन। जब हामीलाई परमेश्वरलाई पैसा दिनुपर्छ भनेर भनेको हामी परमेश्वरलाई समय दिनौँ भने कसरी गर्नुहुन्छ? हम जब परमेश्वर को समय नहीं देते हैं, हम परमेश्वर का उपस्थिति में रहना नहीं जानते हैं, हम किस प्रकार से हम मांगे परमेश्वर को, प्रभु हमारे जीवन में इस प्रकार का समस्या चल रहा है, ये चल रहा है, वो चल, हम कैसे परमेश्वर को आशा करें कि परमेश्वर हमें काम करे हमारे जीवन में? हमारा आशा करना व्यर्थ होता है। लेकिन जब हम परमेश्वर को उपस्थिति में हम पूरा हृदय लेके हम परमेश्वर को उपस्थिति में हम समय बिताए। तपाईँलाई थाहा छ सामुएल कसरी जन्मेको छ? कति सायद उसको आमा यता गयो उता गयो भएन, तर जब उसले परमेश्वरको उपस्थितिमा आयो नि त्यति बेला सामुएल जन्मेको छ। सामुएल त्यसरी जन्मेन। बाइबलमा हामी हेर्दाखेरि सामुएल तपाईँहरूले अब्राहम जब इसाक जन्मिँदा नि किन 99 वर्ष लाग्यो इसाकलाई जन्मिँदा? उसको अगाडि के गर्यो? अब्राहमले आफ्नै बुद्धि लगायो। आफ्नो बुद्धि लगाउँदा को जन्मियो? इस्माइल जन्मियो। जब परमेश्वरले भन्नुभएको छ, प्रतिज्ञा दिनुभएको छ, परमेश्वरले जुन बाइबलको वचन नि जे लेखेको छ नि त्यो कुरा पुरा हुन्छ, 100% हुन्छ। र यो प्रतिज्ञामा चाहिँ हामीलाई बस्नुपर्छ। बाइबलमा चाहिँ यहाँ कहीँ पनि लेखेको छैन कि तपाईँहरूलाई उद्धार चाहिन्छ भने त्यहाँ चङ्गाई हुँदैछ, चङ्गाईको प्रार्थना सभा त्यहाँ छन्। म तपाईँहरूलाई भन्न चाहन्छु, डिपेन्डेन्ट नहुनुहोस् कसैसँग, आफू परमेश्वरको उपस्थितिभित्र बस्नु थाल्नुहोस्, परमेश्वरले त्यहाँदेखि काम गर्नु थाल्नुहुन्छ। हालेलुया हालेलुया। अरूसँग डिपेन्डेन्ट नहुनु, कसैले मेरो माथि हात राखेर प्रार्थना गरिदिन्छ र म चङ्गाई हुन्छु, डिपेन्डेन्ट नहुनुहोस्। म त भन्छु त मण्डली, प्रभुलाई प्रार्थना गर्नु थाल्नुहोस्, डिपेन्डेन्ट नबस्नुहोस्। तपाईँ प्रार्थना गर्नुहोस्, तपाईँ विश्वासलाई त्यहाँदेखि तपाईँको त्यो कुरा तपाईँले जीवनमा चङ्गाईको कुरा तपाईँले बग्न चाहन्छ। अगर तपाईँलाई फेरि पनि तपाईँलाई सहायता चाहिन्छ, तपाईँलाई प्रार्थना गर्नुको लागि सहायता चाहिन्छ भने अगुवाहरूकोमा जानुहोस्, उहाँहरूलाई भन्नुहोस् र उहाँहरूले तपाईँको निम्ति प्रार्थना गर्नुहोस्। तर म तपाईँहरूलाई भन्छु, डिपेन्डेन्ट हामी चाहिँ परमेश्वरमा हुनुपर्छ। हालेलुया। हरेक कुरामा डिपेन्डेन्ट हामी परमेश्वरमा हुनुपर्छ, अनि त्यहाँदेखि चाहिँ परमेश्वरले हाम्रो निम्ति बाटो तयार पार्नुहुन्छ। हालेलुया। आउनुहोस् हामी मत्तीको 11को 28, 29 र 30लाई हामी हेर्नेछौँ। र 2 पनि बजिसक्यो, म बेसी लामो पनि जान चाहन्न। आज त सोचिरहेको थिएँ प्रभुको इच्छा भएर म समय त्यसरी मिलेर 1.5 घन्टा बोलिदिन्छु होला।
हामी यो मत्ती 11 को 28, 29, 30लाई हेर्नेछौँ। हे सबै मेहनत गर्ने र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोका र मसँग सिक, किनभने म विनय र नम्र हृदयको छु, अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। आमेन, हालेलुया। हिंदी में इस प्रकार से लिखा है, हे सब परिश्रम करने वाले और बोझ से दबे हुए लोगों, मेरे पास आओ, मैं तुम्हें विश्राम दूंगा। मेरा जुआ अपने ऊपर उठा लो और मुझसे सीखो, क्योंकि मैं नम्र और मन में दीन हूँ, और तुम अपने मन में विश्राम पाओगे, क्योंकि मेरा जुआ सहज और मेरा बोझ हल्का है। आमेन, हालेलुया। हामी परमेश्वरको उपस्थितिमा जानको लागि नि केही कुरा लिएर जानु, खालि हामीलाई के चाहिन्छ, एउटा सारा मनले एउटा परमेश्वरलाई अलग्गै एउटा टाइम दिनुपर्छ। अनि हामी जे कुरा छ अरू कामलाई हामी स्किप पनि गर्नुपर्छ। कतिचोटि स्किप भन्दाखेरि हामी युट्युबमा हामी हेर्छौँ होइन, एड आउँदाखेरि के गर्छौँ हामी, स्किप नाउ। कतिचोटि हाम्रो कामलाई पनि स्किप नाउ भन्नुपर्छ। यसको बादमा प्रभुको उपस्थितिमा टाइम बिताएर त्यहाँदेखि गर्नुपर्छ। हालेलुया, किनकि नि हामीलाई नि यति चाहिँ तपाईँहरू राख्नुहोस् कि परमेश्वर भन्दा चाहिँ इम्पोर्टेन्ट हामी चाहिँ नि अरू कुरालाई चाहिँ हामी सेकेन्ड हामी राखौँ। किनकि जब हामी परमेश्वरलाई हामी समय दिन्छौँ र जब हामी परमेश्वरको उपस्थितिमा हामी हुर्किन्छौँ, हामी बढ्छौँ, परमेश्वरले नि यस्तो रिभोल्युसन, यस्तो प्रकारको कुराहरू, यस्तो बुद्धिको कुराहरू, अचम्मको कामहरू परमेश्वरको उपस्थितिले गर्दछ। सामेल, जब मैले तपाईँहरूलाई भने नि, सामेल उसको आमाले धेरै प्रार्थना गरिरहेको थियो, सबैको जन्मियो छोराछोरी, अब उसलाई हेला गर्छ भनेर, तर ऊ प्रार्थना गर्यो उसको आमाले। जब ऊ अरूतिर गयो, यता गयो, उता गयो, यता पनि कुरा गर्यो, तर जब उसले परमेश्वरको उपस्थितिमा आएर जब उसले प्रार्थना गर्यो, त्यसलाई सामेल जन्मेको छ। र म है, हाम्रो माझमा नानीहरू छ, बाहिर छ, सुन्दै गर है तिमीहरू ल। किनकि एज डजन्ट म्याटर है, उमेर परमेश्वरको उपस्थितिमा म्याटर गर्दैन। हामी सानो उमेरदेखि पनि हामी परमेश्वरको उपस्थितिमा हामी रहन सक्छौँ। मैले पनि प्रभुलाई पाउँदाखेरि सायद 16 इयर्स, 16 वर्षको थियो, त्यति बेला यो कुराहरू चाहिँ जब मलाई थाहा थिएन, यो कुराहरू परमेश्वरको उपस्थिति कुराहरू त्यति साह्रो थाहा थिएन। यति चाहिँ थाहा थियो कि म गिटार लिएर आराधना गरिरहेको थिएँ, गाना गाइरहेको थिएँ सेपरेट टाइममा चाहिँ। त्यो चाहिँ कोही नहुँदा चाहिँ त्यति बेला म गर्थेँ गानाहरू गाउने। मलाई थाहा थिएन यस्तो कुराहरू, यो परमेश्वरको उपस्थिति कुराहरू, यस्तो कुराहरू। म त्यो भर्खर त प्रभुमा आएको र त्यति साह्रो थाहा थिएन। तर मैले चाहिँ के गर्थेँ भन्दाखेरि मेरो एउटा सेपरेट टाइममा परमेश्वरलाई जब आराधना गरेँ, अहिले बुझ्दाखेरि चाहिँ मैले त्यो समय प्रभुले चाहिँ मलाई ठिक कुराहरू सिकाउनु भयो, अगुवाई गर्नुभयो रहेछ। र त्यो कुरा हामी परमेश्वरको उपस्थितिमा बस्दाखेरि चाहिँ हाम्रो नहुने कामहरू पनि परमेश्वरले गर्नुहुन्छ र परमेश्वर चाहिँ बाटो त्यहाँदेखि बनाउनुहुन्छ। आज त्यो अहिले पनि मलाई सोच्दाखेरि, मैले अस्ति पनि बुधबारको दिन पनि मैले त्यो कुरालाई भने, कसरी चाहिँ मोसाले 40 लाख इजरायललाई सम्झाउँदै चलाउँदै, अहिलेको जेनेरेसनमा मण्डली चलाउनु भनेको मामालाई पनि थाहा होला है, मामा हेर्नुभएको होला कसरी मण्डली चल्छ। हामी धेरै कति कुराहरूलाई हामीले बुझाउनुपर्छ, कति कुरालाई सम्झाइरहनुपर्छ के त्यति बेला सोच्नु न, स्वर्गबाट मन्ना झर्दा पनि क्याङ क्याङ, चट्टरबाट पानी गाउँदा पनि क्याङ क्याङ, दिनमा बादल हुँदा पनि क्याङ क्याङ, राति पनि आगो क्याङ क्याङ, तर पनि आफ्नै बनाउनु पर्यो नारीहरू। तर पनि मोसाले परमेश्वर त्यत्रो इजरायललाई डोराउँदै लाँदाखेरि उनीहरूको अचम्म कुरा, उनीहरूले यति पनि उनीहरूले सोचेन हौ, 40 साल त्यही चप्पल आयो, फाटेन त हाम्रो त 1 महिना 6 महिनामा फाट्छ चप्पल। जुनै पनि चमडाको होस्, अजन्ताको पनि होस्, 1 साल 2 साल 3 साल, वुडल्यान्डको पनि होस्, फाट्छ। 40 साल फाटेन, लुगा फाटेन। त्यो कुरालाई उनीहरूले याद गरेर उनीहरूले परमेश्वर त्यो बुझेन।
कसरी अचम्म, परमेश्वर ने किस प्रकार से काम किए। लेकिन आज देखिए परमेश्वर का, जब हम लोग परमेश्वर की उपस्थिति में जाते हैं ना, परमेश्वर का जो एकदम सिंपल है लॉजिक, सिंपल परमेश्वर काम करता है। परमेश्वर को इस तरह कॉम्प्लिकेशन, ऐसे पूरा ये करो वो करो ऐसे करके आओ, परमेश्वर को नहीं चाहिए। परमेश्वर को सिर्फ इतना चाहिए कि परमेश्वर के उपस्थिति में कौन बैठने के लिए तैयार है, परमेश्वर की उपस्थिति में कौन अपना समय देने के लिए तैयार है, कौन परमेश्वर के लिए बलिदान करने के लिए तैयार है। परमेश्वर उस तरह का व्यक्तियों को परमेश्वर ये समय में ढूंढ रहा है, क्योंकि हरेक के पास समय नहीं है। तपाईँलाई थाहा छ बिलिग्राम कसरी आज त्यत्रो ठुलो सेवाकाहरू उनीहरूले बिलिग्राम भन्दाखेरि हामीहरूको पता है बहुत बड़ा सेवक है। कैसे क्या डॉक्टर पॉल दिन प्रार्थना है, परमेश्वर को आप समय दो, परमेश्वर आपको समय देगा। परमेश्वर को आप समय दो, परमेश्वर आपको समय देगा। आप 1 घंटा दो, परमेश्वर आपको 1 घंटा दुगना 1000 गुना आपको बढ़ा के देगा। लेकिन हम लोग कभी हम लोग क्या करते हैं, हमारा आदत क्या है, हम लोग परमेश्वर को नहीं मिलने कहीं करने का बहाना, इजरायलियों को लगता है सर। लेकिन हम लोग क्या भूल जाते हैं कि हम लोग क्या को मिस कर रहे हैं। और परमेश्वर को मैं बोलना चाहता हूँ कि आप लोग जब परमेश्वर को समय देते हो तो डेली कोशिश कीजिए कि हर दिन परमेश्वर को आप लोग टाइम, कभी हम लोग का टाइम टेबल नहीं मिलता है। कभी क्या होता है, मेरा तो बच्चा है रात को 12 बजे उठ के कभी रोने से परेशान करने से, कभी 4 बजे। लेकिन परमेश्वर का अनुग्रह है कि मेरा बेटी मुझे तंग नहीं करती है रात को, कभी इतना अच्छा से सोती है, मुझे डिस्टर्ब नहीं करता। वो मुझे प्रोत्साहन करती है कि मैं उसको पकड़ के प्रार्थना करूँ तो सोती है। ये परमेश्वर का अनुग्रह है मेरे जीवन में कि आज। तो इसी तरह परमेश्वर को अभी का दिन में परमेश्वर को इसी तरह लोग चाहिए जो परमेश्वर का उपस्थिति में रहे, जो परमेश्वर का बात को सुने। क्योंकि बाइबल हमें सिखाता है, यिर्मयाह का पुस्तक 33:3 में, मुझे पुकारो मैं तुम्हें गुप्त और गहरे बातों को मैं तुम्हें बताऊंगा। परमेश्वर भेदों को खोलना चाहता है। ये संसार की क्यों आज ऐसा है, तो वो चीजों को परमेश्वर खोलने के लिए आज व्यक्ति ढूंढ रहा है, आज उस लोगों को ढूंढ रहा है जो परमेश्वर की उपस्थिति के लिए अपना आप को समर्पण कर सके, जो अपने आप को त्याग के परमेश्वर की उपस्थिति में रहने वाला, सुनने वाला खाली नहीं, पढ़ने वाला खाली नहीं। मैं उस दिन भी बताया, ये जो इलेक्ट्रिसिटी किताब में लिखा था कि मतलब ये पानी ऐसे गिरने से, ये टर्बाइन घूमने से इलेक्ट्रिसिटी पैदा होता है, ये बिजली पैदा होता है बोल के। किताबी सिर्फ पढ़ने से नहीं होगा, वो किताब को चीज को अपनाना पड़ेगा, लेना पड़ेगा जीवन में, तब ये बत्ती आया होगा। आप लोग पढ़े ना कि ये गाड़ी जो बनाया, अगर वो जो अभी बना रहे गाड़ी लोग बना रहे, वो लोग सिर्फ किताब को पढ़ के आके खाली बैठने से वो लोग क्या गाड़ी बना सकते थे? वो लोग क्या किए, वो लोग पढ़े, उसको सुने, उसको पढ़े और उसके बाद में क्या किया, वो लोग उसको अपनाया। और ऐसे ऐसा बनाना पड़ता है, ऐसे ऐसे करने से ऐसे ऐसे बनता है। वो ये चीज़ हम लोग को आना पड़ेगा। परमेश्वर का वचन को पढ़ना पड़ेगा, सुनना पड़ेगा और जीना पड़ेगा। बाइबल में जब हम लोग परमेश्वर के वचन में हम लोग जब जीते हैं, तभी हम लोग के जीवन में परमेश्वर काम करता है। हालेलुया। आज परमेश्वर यूसुफ को जेल से निकाल के प्रधानमंत्री बना सकता है। परमेश्वर यूसुफ को जेल से निकाल के प्रधानमंत्री बनाया। आज दाऊद को एक भेड़ चला रहा था, उसको उठा के राजा बनाया आज परमेश्वर। तो आज क्यों वो लोग बने? क्योंकि वो लोग परमेश्वर को उपस्थिति में रहना जानते थे। आज पवित्र आत्मा कब आया पता है आपको? जब 120 लोग एक ऊपरी कोठा में बैठ के प्रार्थना कर रहे थे, वो लोग बैठे थे परमेश्वर की उपस्थिति को में, तब पवित्र आत्मा आया, तब वो लोग अचम्म का काम किए। आज आपके जीवन में आप लोग चाहते हैं कि आपके जीवन में पवित्र आत्मा आए, परमेश्वर अचम्म का काम करे, तो आपको बैठना पड़ेगा परमेश्वर की उपस्थिति में। ये शायद मैं बहुत सारे वचन को मैं छू नहीं पा रहा हूँ, मैं बहुत सारे वचन में जाने का, लेकिन क्यों? क्योंकि परमेश्वर चाहता है कि हम लोग इस बेसिक प्रिंसिपल, ये क्या है, एक स्कूल का नर्सरी 0, 1, 2 है। ये अभी स्कूल का ABCD है। अभी हम लोग को बहुत चीज़ जानना है ना, तो ये चीज़ को हम लोग ठीक करना पड़ेगा। मेरा स्कूल में पता है एक बच्चा कैसे लिखता है, D को B लिखता है। ABCD पता है ना आपको? छोटा वाला लेटर में क्या होता है,
डी डी छ नि त्यसलाई बी लेख्छ जहिले पनि त्यसले अगर डिओजी ल डग लेख्नु छ भने त्यसलाई बिओजी लेख्छ किनकि त्यसलाई के छ कन्फ्युजन छ त्यो अक्षरमा चाहिँ अनि त्यही कारण त्यसले के गर्छ मिस्टेक गर्छ जहिले पनि म उसको करेक्सन गर्छु क्लास 3 मा पुगेको छ अहिले पनि त्यही छ किन उसको बेसिक प्रिन्सिपल ठिक छैन हाम्रो पनि बेसिक प्रिन्सिपलहरू हो यो ठुलो ठुलो कुराहरू हामीसँगै छुटकारा परमेश्वरले गर्नुहुन्छ परमेश्वरले गर्नु हुँदैन म भन्दिनँ तर हामीलाई यो परमेश्वरको उपस्थितिमा चाहिँ बस्नु हामीले सिक्नुपर्छ फर्स्ट कुराहरू यो नत्र त्यही त्यो नानीले गरेको जस्तै हुन्छ डी र बीलाई डी कसैलाई आएर हामीले अलिकति घुमाइदियो भने यो ठिकै हो यही कुरा ठिक हो भनेर हामी अर्कोतिर लाग्छौँ किन परमेश्वरको उपस्थितिमा भएको भए नि हामीलाई त्यो कुराको रिभल्युसन आउँछ होइन प्रभु यो कसैले आएर हामीलाई केही कुराले अब नयाँ वचन लिएर आएर हामीलाई भरमाउन थाल्यो भने हामी के गर्छौँ ठिकै छ तपाईँहरूले भनेको लु ठिकै छ हामी वचन हामी बिर्सिनु नपर्छ त तपाईँले भन्नुहुन्छ ठिकै लाग्यो हामी के गर्छौँ नेक्स्ट मुमेन्ट हामी के गर्छौँ घोडामा हामी जान्छौँ घोडामा गएर हामी परमेश्वरको उपस्थितिमा प्रभुलाई भन्छौँ प्रभु यो कुरा के हो ठिकै हो कि होइन हो भने तपाईँहरू भन्नु प्रभु यो कुरामा हो भन्नु यो कुरा आउँछ त्यति बेला परमेश्वर बोल्नुहुन्छ अनि परमेश्वरलाई नि हामीले कसरी के हुन्छ परमेश्वर देख्दैन खालि देख्दैन हामी छौँ तर जब तपाईँ परमेश्वरको उपस्थितिमा तपाईँले परमेश्वरलाई छुनु सक्नुहुन्छ आमेन मोसा जब परमेश्वरको उपस्थितिभित्र पस्यो नि परमेश्वरको ढाड देखेको छ त्यो ज्योति परमेश्वरको त्यो ढाडलाई देख्नु सकेको छ आज जब म तपाईँलाई अस्ति पनि मैले तपाईँलाई भने मत्तीको पुस्तकको मैले डाँडाको उपदेश जसको हृदय शुद्ध छ उसले परमेश्वरलाई देख्नेछ भनेको छ जब यो वचन लेखेको छ भने आज हामी परमेश्वरलाई देख्न सक्छौँ गड इज नट इन्भिजिबल परमेश्वर अहिले पनि इन्भिजिबल हुनुहुन्न हामी परमेश्वरको उपस्थितिमा बस्यौँ भने हामी परमेश्वरलाई छुन सक्छौँ अनि परमेश्वरलाई देख्नु पनि सक्छौँ तर जब हामी परमेश्वरको उपस्थितिमा बस्नुपर्छ अन्त त्यहाँदेखि परमेश्वरले तपाईँको जीवन त्यहाँदेखि तपाईँलाई कसैले पनि भट्काउनु सक्दैन परमेश्वरदेखि कसैले पनि तपाईँलाई टाढा लाग्नु सक्दैन र तपाईँहरू आफ्नो जीवनमा जब हामी पापलाई हामी जग्गा दिँदैनौँ भने जब हामी पापदेखि हामी टाढो हुन्छौँ भने चाहिँ हामी परमेश्वरको उपस्थितिमा रहिरहन्छौँ तर आज आदम र हवाले चाहिँ के गुमाएको थियो भन्दाखेरि परमेश्वरको उपस्थितिलाई गुमाएको थियो त्यो आदमको बगैँचामा के इम्पोर्टेन्ट मैले अस्ति पनि तपाईँलाई भने स्वर्ग चाहिँ किन जान चाहनुहुन्छ तपाईँ स्वर्गमा चाहिँ के छ सुनको सडक मात्रै छ त्यहाँ एउटा कुरा त्यहाँ चाहिँ मेन छ कि परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ परमेश्वर हुनुहुन्छ र जहाँ परमेश्वरको उपस्थिति छ नि त्यहाँ चाहिँ यूहन्ना 10:19 चाहिँ पुरा भएको छ परमेश्वर शान्तिको कुराहरू छ जहाँ परमेश्वरको स्वर्ग इज जस्ट अ प्लेस त्यो जग्गा मात्रै हो त्यो अगर हामी परमेश्वरको उपस्थितिभित्र हामी छौँ भने नि हामीलाई त्यो बाघको दानियललाई हालेको जस्तै त्यो जग्गामा हाल्दा पनि हामीले आनन्द मनाउन सक्छौँ किनकि परमेश्वरको उपस्थिति जहाँ छ नि त्यहाँ केही कुराले काम गर्नु सक्दैन बाघले पनि कति दिन भोकाएको थियो र त्यो बाघ तर खानु सकेन दानियललाई किनकि परमेश्वरको उपस्थिति जहाँ बस्छ नि त्यहाँ केही कुराले हानि गर्नु सक्दैन आमेन र परमेश्वरको वचनलाई म यहीँ राख्न चाहन्छु र म विश्वास गर्छु मण्डली तपाईँहरू आज परमेश्वरको उपस्थितिमा तपाईँहरू सुन्नुभएको छ र म विश्वास गर्छु म र एउटा वचनलाई म तपाईँहरूलाई यो अलिकति यो वचनदेखि अलिकति उयसको हामी लास्ट एउटा वचन हामी एक्सोडस हामी निर्गमनको पुस्तक 3:14 हामी हेर्नेछौँ लास्ट यो वचनलाई यहाँ हामी 13 र 14 हामी हेर्नेछौँ लास्ट यो वचन त्यहाँदेखि यो चाहिँ परमेश्वरको उपस्थितिकोदेखि चाहिँ अलिकति आउट अफ कन्टेक्स्ट बोल्छ तर यो चाहिँ परमेश्वरको एकदम परमेश्वरको हामीले चाहिँ हामी वचन पढ्नेछौँ पहिला हजुर प्रस्थानको हामी 3:13 र 14 हामी हेर्छौँ मोसाले परमेश्वरलाई भने हेर्नुहोस् जब म इजरायलीहरूका गएर तिनीहरूलाई भन्ने छु तिमीहरूका पिता पुर्खाका परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको हो तब तिनीहरूले उहाँको नाउँ के हो त भनेर सोधे भने मैले तिनीहरूलाई के भन्ने तब परमेश्वरले मोसालाई भन्नुभयो म हुँ जो म हुँ फेरि उहाँले भन्नुभयो इजरायलीहरूलाई मैले यसो भन्नु म हुँ भन्नेले तिमीहरूका मलाई पठाउनु भएको हो आमेन हालेलुया
हालेलुया। हालेलुया। यहाँ चाहिँ परमेश्वरले चाहिँ के भन्नुभएको छ कि परमेश्वरले चाहिँ मोसाले चाहिँ इजरायलीहरूलाई चाहिँ के भन्नु, कसको परमेश्वर हो, को म जो हुँ म हुँ। र हामी जहिले पनि हामी के भन्छौँ एउटा कुरा, हामी आफूलाई म बिमारी छु, मेरो हामी म भन्ने कुरा गर्छौँ ल। तर बाइबलमा यहाँ एउटा कुरा लेखेको छ कि तो इजरायली से यह कहना कि जिसका नाम मैं हूँ आशीषित भन्नुपर्छ हामीले। किनकि हामी बाइबलले के भन्छ, अलिकति तपाईँहरू कोसिस गर्नुहोस् ल, म पनि तपाईँहरूलाई बताउनु कोसिस गर्छु कि म हुँ। परमेश्वरले भन्नुभएको छ परमेश्वरको नाम म हुँ, परमेश्वरको नाम म जो हुँ म हुँ। मोसाले चाहिँ इजरायलीहरूलाई चाहिँ परमेश्वरको नाम के हो, को हो भने चाहिँ म जो हुँ सो हुँ, म हुँ। र जब पनि तपाईँहरूले आफ्नो बारेमा तपाईँहरू जब पनि बोल्नुहुन्छ, तपाईँको आफ्नो कुराहरूमा याद गर्नुहोस्, हामीले बेसी आई एम युज गर्छौँ, म हुँ युज गर्छौँ। इङ्ग्लिसमा चाहिँ आई एम लेखेको छ, एक्सोडसको आई एम लेखेको छ है। अनि हामी के भन्छौँ, आई एम अ स्टुडेन्ट। म नानीहरूलाई सिकाउँछु आई एम अ स्टुडेन्ट, आई एम गुड, हामी सिकाउँछौँ। जब तपाईँले म हुँ तपाईँले लगाउनुहुन्छ भने नि राम्रो कुरालाई लगाउनुहोस् त्यसको पछि। किनकि म हुँ, म बिमारी हुँ नभन्नुहोस्। हामीलाई थाहा छ हाम्रो परिस्थितिहरू हाम्रो खराब चलिरहेको छ भने चाहिँ एकदम म हुँ शब्द तपाईँले लगाउनुहुन्छ। यो चाहिँ परमेश्वर जहाँ इजरायलीहरूलाई भन् म हुँ सो हुँ, आई एम गुड, आई एम ब्लेसेड, आई एम एनोइटेड। इङ्ग्लिसमा चाहिँ म भन्नु सक्दैछु कि हिन्दीमा मलाई वाक्य बनाउनु अलिकति अप्ठ्यारो हुँदैछ। इङ्ग्लिसमा चाहिँ हामी आई एम लेखेको छ, आई एमले चाहिँ के युज गर्न सक्छौँ हामी, म आश्रित छु, म चङ्गाई पाएको छु, म प्रभुको छोरा हो, म प्रभुको छोरी तपाईँहरू बन्न सक्नुहुन्छ। म परमेश्वरमा ब्लेसेड म छु, म प्रोटेक्टेड छु। म हमेसा यो कुराहरू म घरमा पनि बोल्छु, मलाई राम्रो लाग्छ बोल्नु। किन बोल्नु हामी हर्ष, म बिमारी छु, म यो छुइनँ, मेरोमा यो छैन, किन बोल्नु, हामी राम्रो कुरा बोल्नु। जब आई एम युज गर्नु हुँदैछ भने आई एम चाहिँ परमेश्वरको नाम आई एम। जब हामी लाउँदैछौँ भने नि हामी त्यसको पछि चाहिँ हामी आफ्नो एकदम राम्रो कुराहरू लाउनुहोस्। परिस्थिति राम्रो नराम्रो राम्रो कुराहरू लाउनुहोस्। हामी विश्वासमा हिँड्ने व्यक्तिहरू, हामीले चाहिँ विश्वासको कुराहरू हामी हेरेको छौँ। हामी परमेश्वरलाई हामी देखेको छैन, तर हामी विश्वास गर्छौँ परमेश्वर हुनुहुन्छ। हाम्रो त्यही कुराहरू जब हामी बोल्छौँ भने चाहिँ आई एम युज गर्नु, म हुँ, मैं हूँ अच्छा हूँ। एकदम हामी यो कुरा जब हामी लाउँछौँ भने चाहिँ एकदम हामी इङ्ग्लिसमा त मलाई एकदम सजिलो हुँदैछ कि लाउनु, अन्त हिन्दीमा र नेपालीमा पुरा अप्ठ्यारो हुँदैछ। म के लेख्छ त म नै हुँ, म हुँ जो म हुँ। त जब तपाईँहरूले युज गर्नुहुन्छ इङ्ग्लिसमा त केजेबीमा पनि मैले हेरेँ आइएम लेखेको रहेछ। आइएममा चाहिँ सजिलो हुन्छ सेन्टेन्स बनाउनु, इङ्ग्लिसमा त बनाइरहेको कारणले चाहिँ सजिलो लागेको। नेपाली चाहिँ पढाउँदिनँ कि त्यही लागि अलिक अप्ठ्यारो बनाउनु। तर म तपाईँहरूलाई भन्नु छ भने जहिले पनि तपाईँहरू आफ्नो लागि तपाईँहरू बोल्नु छ भने तपाईँहरू कुनै पनि स्थितिबाट तपाईँहरू चलिरहनु भएको छ भने पनि म तपाईँहरूलाई एकदम राम्रो बोल्नु चाहनुहोस्। हाम्रो बोलीहरू परमेश्वर जब लाजरसलाई ए मर्यो त भने न त, ए बाहिर आइज, हाम्रो बोली पनि यस्तो हुनुपर्छ, लाजरस बाहिर आइज भनेर परमेश्वरले मर्यो बोलेको छैन। ला मार्थाले पो भने त प्रभु तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्थेन, तर येशूले त्यो प्रयोग गर्नु भएन। ला लाजरस मरेछ भन्दैन, ला येशूले के बोल्नुभयो, लाजरस बाहिर आइज। आज हामी पनि जब हामी आफ्नो जीवनमा आफ्नो परिस्थितिहरूलाई बोल्नुहुन्छ भने बोल्नुहोस्, असल कुराहरू बोल्नुहोस्, एकदम नेगेटिभ नबोल्नुहोस्। नानीहरूलाई पनि एकदम नबोल्नुहोस्। म त पनि कतिचोटि म नानीहरूलाई पढाउँछु कि अलिकति, तर यसमा अलिकति तपाईँहरूले
जब म बोल्दाखेरि चाहिँ हामी कतिचोटि रिसमा हामी कतिचोटि कुराहरूलाई बोल्छ। बाइबलले भन्छ त रेस गर तर पाप नगर। पाप चाहिँ कति बेला हुन्छ जब हामीले नराम्रो बोली पठाउँछौँ भने त्यो चाहिँ पाप भइहाल्छ। र जब हामी त्यो चाहिँ एकदम बाँदर जस्तै नहुँ न जस्तै लगाएपछि चाहिँ फेरि बाँचिहाल्यो। तर म तपाईँहरूलाई हामी राम्रै बोल्नेछौँ है। हामी बाँदर एकदम युज हामी प्रभुको हामी प्रभुको छोराछोरी हामी एकदम केयरफुल हामी बस्नुपर्छ हामी वर्डहरूलाई, किनकि हामी आई एम युज गर्छौँ नि हामी परमेश्वरको कुराहरूलाई। टाइम भएको ल हुन्छ है। हामी म समयलाई यहीँ राख्नेछु र वचनलाई पनि यहीँ